राजनीतिक भागभण्डाबाट नियुक्त भएका न्यायाधीशहरूबाट आशा गरिने यही नै हो। सायद सरकार रवि लामिछानेको भोलि हुन गइरहेको कार्यक्रमबाट त्रसित भएको हुनुपर्छ, तसर्थ रातोरात रविलाई पक्राउ गर्ने आदेश जारी गरिएको छ। यो एकदमै गलत हो। देशमा केही राम्रो गर्छु भन्नेहरूलाई रवि, बालेन, कुलमान जस्ता व्यक्तिहरूलाई जहिले तहिले यसरी नै गर्ने भने केपी ओलीमा यो तानासा प्रवृत्ति बढ्दै गइरहेको छ। वास्तवमा यहाँ देशलाई राजतन्त्र भन्दा पनि केपी ओली तन्त्रबाट चाहिँ खतरा देखिरहेको छु मैले। अझै पनि हामी भन्दा पनि कार्यकर्ता, केपी ओलीका कार्यकर्ताहरू सजग हुन जरुरी छ। र यो देशलाई सबभन्दा धेरै खतरा छ त केपी ओलीबाट छ। म जहिले भनिरहेको छु, किन केपी ओलीमा यति धेरै घमण्ड र तानासा प्रवृत्ति छ कि उनले चाहिँ आफ्ना विरोधी अथवा आफ्ना प्रतिस्पर्धीहरूलाई चाहिँ साम दाम दण्ड भेद हरसुकै जुनसुकै हत्कण्ड अपनाएर भए पनि तलाउने निर्णय गरेका छन्। तसर्थ सबैजना सजग हुन एकदमै जरुरी छ। रवि लामिछानेलाई अन्याय गरिएको छ। यदि रवि लामिछाने जसरी यो देशमा कसैको पनि अनुसन्धान गर्ने भने वडा स्तरका नेता तथा कार्यकर्ताहरू कोही पनि बाँकी रहँदैनन्। सरकारी पीडितको यहाँ कसैलाई चिन्ता छैन। यहाँ केवल चिन्ता छ त रवि लामिछानेको छ। सबैभन्दा अन्यायमा परेको व्यक्ति हो रवि लामिछाने।